यलया हिरण्य वर्ण महाविहार गोशाले उइगो फागुन 30 गते निसे चैत 1 गते तक इति लने सम्यक महादान पर्व जुगु जुगुतु बुधबार जुगु पत्रकार सम्मेलन फागुन 30 गते निसे 1 गते तक सम्यक महादान पर्व जुगुरका जानकारी बेगु ख पत्रकार सम्मेलन थुगु पर्व नीति सम्यक पुतु पूजाना सम्यक मरि छुगु नागबाले प्रतिस्थापित बासुकी व चम्पक नाग राजा यगु प्राण प्रतिष्ठान लिकागु ज्या जुइतुको जानकारी बेगु ख अथे फागुन 24 गते यसिन थना हलिपता बुएको फागुन 28 गते हिरण्य वर्ण महाविहार 10 पारमिता आजु व 20 पारमिता आजु पि नाप गोसाखल सकले बाजा थाना सम्यक महादानिया बना बिउ भनेको ज्या जुगुरकान जानकारी बेगु ख यसलाई व्यापकता दिने र यसको महत्व बारे सबैलाई जनमानसमा पुर्याउने माध्यम भनेको सञ्चार हो। एउटा यो मिडियाको चाहिँ मार्फत टेलिभिजन मार्फत एउटा चाहिँ भिजेमा यो चाहिँ मोबाइल फेसबुक मार्फत यो इन्स्टाग्राम मार्फत यस्तैबाट चाहिँ प्रचार गर्ने पहिला चाहिँ प्रचार भनेको चाहिँ मौखिक रूपमा हामीले ब्यानरबाट झुनाएर चाहिँ प्रचार गर्नुपर्ने अवस्था थियो। त्यो बेला चाहिँ देवताहरू पनि हराउने चाहिँ एकदम प्रथा चलिसकेको थियो। यही हामीले चाहिँ प्रचार गर्दै जाँदाखेरि देवताहरूको पनि तथ्याङ्कहरू चाहिँ लिन थाल्यो, यसलाई चाहिँ व्यवस्थित गर्न थाल्यो। यसले गर्दाखेरि चाहिँ प्रत्येक यो 4-4 वर्षमा के कस्तो किसिमले चाहिँ देवताहरूको चाहिँ अवस्था छ एउटा प्रस्तुत गर्ने चिज पनि यो माध्यम हो। किनभने अब यसपालि चाहिँ तपाईँले चाहिँ जुन भिजुलाइज गरेर चाहिँ पठाउनुहुन्छ त्यो भिजुलाइज चाहिँ संसारभरमा जान्छ। हिरण्य वर्ण महाविहार या स्वर्ण देक देकुमा जुजु भास्कर देवया सन्तति भलिभारो त्रिरत्न या सुवाल धनचुला गुज्रिया बुद्ध प्रति कृतज्ञ जिया श्रद्धा व दानिया तातुना तिथि बिहारिया दीपंकर बुद्ध तारा व मेमेपी बौद्ध देवपिनिसे श्रामण्य ब्रह्मचर्य विच्छु साक्य विच्छु व वज्राचार्य गुर्जुपिन्त बना सम्यक महादान पर्व या गोसागोगो थापुदु लिपान्तकन थुगु पर्व न्याना चोने मादका गुठी सोना आयस्त तया भलिभारो परिवार न्याको थुगु परम्परा नेसव नेसोद दनिसे न्यानो भइचुंगुदु 2200 वर्षभन्दा अघि निर्माण गरिएको गोल्डन टेम्पल नामले विश्व प्रसिद्ध बौद्ध संस्कृति परम्परा एवं वास्तुकलाको अद्वितीय नमुनाको रूपमा उल्लेखनीय हिरण्यवर्ण महाविहारको आवालको आयोजनामा यही फागुन 30 देखि चैत्र 1 गतेसम्म यल इति इलन सम्यक महादान पर्व आयोजना हुन गइरहेको छ। दीपंकर पर्वका नामले समेत प्रख्यात यस पर्व हिरण्यवर्ण महाविहारको स्वर्ण मन्दिर स्थापना गर्ने राजा भास्कर देवका सन्तति भलिभारोले त्रिरत्नको आशिषले धन प्राप्त गरेकोले बुद्ध प्रति कृतज्ञ हुँदै श्रद्धा एवं दानको उद्देश्यले विभिन्न विहारका दीपंकर बुद्ध तारा लगायत अन्य बौद्ध देवी देवता श्रामणेर ब्रह्मचारी भिक्षु शाक्य भिक्षु तथा वज्राचार्य आदिलाई निमन्त्रणा गरी सम्यक महादान पर्व आयोजना गरेको कथन रहेको छ। परन्तु सम्म पर्व सञ्चालनका लागि गुठी एवं आयुष्ट समेत स्थापना गरेका भलिभारको परिवारले आरम्भ गरेको यो परम्परा 773 वर्षदेखि निरन्तर रहेको छ। विक्रम सम्वत 1861 सम्म प्रत्येक वर्ष आयोजना भएको यो पर्व सो अवधिमा राजा रणबहादुर शाहले सम्यक गुठीको जग्गा अधिग्रहण गरेपछि आयस्ताको कमीले प्रत्येक 4 वर्षसम्म आयस्ता जम्मा गरी 5औं वर्षमा पर्व आयोजना गर्ने परम्परा रहिआएको छ। विक्रम सम्वत 1861 तक दपत्तिका न्याना चोंगु थुगु पर्व उब्लेया जुजु रणबहादुर शाह सम्यक गुठिया जग्गा अधिग्रहण याना काशेली आयस्ता मगाना पेद तकया आयस्ता मुंगा पेद फुना न्याद केरेव थुगु पर्व यागो परम्परा न्यागो ख